उसको अच्छा लगता ओ बाप रे यो त पुरा मजाले पो भयो जी याद आता है या अरे चक्कर छुट्टे फात्तेर छुट्टे पार्नु यार यसो टाइम लाग्छ क्या यार कोही होला ओ बाप रे बाप खुशबू टेस्ट कराऊं यार हाँ यार टेस्ट देखते हैं यार ये सरकार तरफबाट बहुत तो कंपनी के तरफबाट हामीलाई बहुत स्प्रे बहुत धन्यवाद भाई स्पॉन्सर स्प्रे ताली बजाई देंगे यार बहुत बहुत धन्यवाद आप जिसकी बात करते हो वही स्प्रे लग रहा है यो फेरि मेरा पैसा हाम्रो गोविन्द पोखरेल बर्थडे कोमल सर भाइ भन्यो तेरो बाबु के थाहा थियो सर भयो म के को सर हुनु त्यो गाडी भन्ने भने अब फेरि ममा गराउनुहुन्छ मैले केही पनि मैले भनेन यही नभन्नु यार मैले केही भनेन ओ हाम्रो गोविन्द सर गोविन्द दाइको तर्फबाट सर बहुत बढिया बहुत भाइ के करना है ये भात लाई में ये ओ बाप रे नाम त ढिलो भइसकेछ रक्सीले ढिलो भइसके त है टाइगर ग्रुपको तर्फबाट टाइगर गुलाबी लेने हुआ हाँ यार अरे यार समझ में आई नहीं केक क्यों गुलाबी पहले बना के अरे यार के डिफरेंट कौन सा सॉस हो यार इसको यार ये सब खोल्नु त यार कसरी यो सब खोल्नु त के आइटम हैन यार यहाँ भिडियो हुँदै छ यार अनबक्सिङ गरौँ त सेजवान का के बना यार आज हामी काम गर्न पर्दैन म पनि बसिहाल्छु यार हजुर कसरी बस्ने यार मेरा चल्दैछु खोल्दैछु है ओ दाई जो ये पनि छ यही भित्र देखिन्छ भात खिलाई में ये हो जाएगा भाई आपको बढ़िया भात खुलाइमा ओ बहुत धन्यवाद खोल्नु पुरै खोल्नु केमा पनि दुईटा छ यार और अरे यार एउटा रुको त कभर गरौँ उसको पनि पसन्द छ कति हो 40 कि 45 कति हो सर अझै वो तो सब कर ले अब सरकार ले कौन बताइदिनु होला हाम्रो टाइगर ग्रुपको तर्फबाट छत्तीस है यो बहुत बहुत धन्यवाद सबैलाई है हाम्रो टाइगर ग्रुपको यो भान्जाजीको तर्फबाट नानीहरू बाप रे इङ्ग्लिस त धेरै मैले पढ्न जान्दैछु सर अनि क्युब द स्माइल फरम द हो बाप रे धेरै लेख्नु भयो रहेछ उहाँलाई पनि बहुत बहुत धन्यवाद छ भान्जा सिटी मैले तपाईँको गिफ्ट मार्दैछु यो पनि यो गिफ्ट मैले अब यो चेकेँ मैले मेरो ताकत बताएँ ममा पनि ताकत छ अरे बाप रे बहुत बहुत कति छ यो पनि नेपाल ट्रान्सफर हुन्छ एमएसटी में जान्छ यो पनि अब नहीं शेखर है उनका खास है अरे नहीं एमएसटी अब शेखर खास छ भाइ अरे एमएसटी तपाईँले मतलब जीवनभर ध्यान उसमा राख्ने यादगार दिनुभएको छ मैले 10,261 याद गर्छु म 10,261 म ढलुलाई है त्यति नै छछन भएन यहाँ यसै 10,000 का युक्त है ह्यापी बर्थडे सर ह्यापी बर्थडे थ्याङ्क यू
ये सब खोल्नु त यार बसेर यो सबै खोल्नु त के आइटम हैन यार यहाँ भिडियो हुँदैछ यार अनबक्सिङ गरौँ न सेजवान त के बना यार आज हामीले काम गर्न पर्दैन म पनि बसिहाल्छु हजुर कसरी बस्ने यार हजुरमा इन्टुमा धेरै आउन सक्छ यो बहुत महँगो गिफ्ट हो कसैले गाह्रो पिरो नमान्ने बच्चा कसैले नखाएको खिलाएको क्या मैले फेरि खुट्टा त्यो नगरले यहाँ पोर्छ मेरो नगर ल्याउ क्या भाइको उहाँ नङ्गे छिटो भने त्यसलाई सुधार्दा गरे के यहाँ काट्नु बाप्रे बाप्रे जति भेट्ने त्यति खाना बाप्रे बाप एमा छोरा बाप्रे बुढा छोरा छोरी 4 जनाको परिवारको ठिक छोरा छोरी ठुलो ठुलो नहीं यो बुढा यो बुढी यार ओ ठुलो छ त ठिक छ अहिले भनिदियो नि ठिक छ गाना त बन्यो राम्रो छल्लो नै मामले बुढे दाइले पम्प दाइले फेरि पम्प भन्नुहुन्छ हाम्रो सोसाइटी मेरो नाम त हाने आएन नहीं यतिको त ठिकै हो ठीक से एक नंबर वो जला दो इसको मार्चिस यहाँ बर्थडे तयार हुँदैछ हो दाजु ल ढोक्कर ल फेरि बना बुढो बुढो साउदिया गएर इङ्ग्लिस सिके हाम्रो कता जानु बरो कसैले लिएको नयाँ सर्ट लगाउँदैछ हो कसैले हाम्रो हेर्नु कसैले लगाएको दिएको भन्नु नै दिएको गिफ्ट लगाएर मैले केक काटेको छु सबसे पहिला सबैभन्दा हाम्रो बेस्ट हाम्रो उहाँले भन्नुभयो मेरो सर्ट लगाएर तिमीले के काट मैले बेकाइदा मैले मेरो टी सर्ट निकालेर लगाएको थिएँ कसैले भन्नुभयो यो सर्ट लगाएर के काट्नुपर्छ भनेर हर बर्थडेमा भन्नुहुन्छ अघिल्लो वर्ष पनि मेरो बर्थडे यस्तै गरेर मनाउन सबै केक देना इसको गुलाबी देने हुआ हाँ यार अरे यार समझ में आई नहीं केक क्यों अरे यार के डिफरेंट अरे नाम ही लिखे ना क्या हतार में यार तेरे का यार केक तो लेडीज ले खाने केक हो यार आता यार लेडीज भन्दा कम हुनुहुन्छ क्या यार बताना पड़ेगा आओ इधर के आधार में आओ जरा बताता हूँ लेडीज ले खाने केक ले रहा है चला आज हमारे कमल सर का बर्थडे कमल सर पे फोकस तो करो ना। अरे फोकस ही फोकस है यार अरे नाम ही लिखे ना क्या हतार में यार तेरे का यार केक तो लेडीज ले खाने केक हो यार आता यार लेडीज भन्दा कम हुनुहुन्छ क्या यार बताना पड़ेगा आओ इधर के आधार में आओ जरा बताता हूँ लेडीज ले खाने केक ले रहा है चला आज हमारे कमल सर का बर्थडे कमल सर पे फोकस तो करो ना। अरे फोकस ही फोकस है यार